मैले नाम पढ्न सुरु गर्ने सदस्यबाट डाक्टर टङ्क दाहाल मन्थली मार्गी रामेछा उहाँ आगामी कार्यसूचीको लागि सदस्यमा निर्वाचित हुनुभएको छ। अगाडि आइदिनु होला। त्यसैगरी मधुसूदन पोखरेल बालकल्याण मार्गी रोल्पा अगाडि आइदिनु होला। त्यसैगरी गण्डकी पार्टी दुर्गा बहादुर राउत अगाडि आइदिनु होला। त्यसैगरी शारदा पौडेल दरबार हाई स्कुल काठमाडौँबाट अगाडि आइदिनु होला। त्यसैगरी गीता काफ्रे नन्दीमाली काठमाडौँ अगाडि आएर मञ्चमा बस्नु होला। त्यसैगरी प्रवीण प्रकाश श्रेष्ठ बागमतीबाट अगाडि आइदिनु होला। त्यसैगरी मधेसबाट गोगल प्रसाद मावी जनकपुर धामबाट महावीर दास अगाडि आइदिनु होला। त्यसैगरी मधेसबाट विनिता कुमारी शाह जलन्धर मावी सर्लाहीबाट अगाडि आइदिनु होला। त्यसैगरी कुबेर प्रसाद भेटवाल कोशीबाट अगाडि आइदिनु होला। त्यसैगरी पुरानै कार्यसमितिका रिपिट सदस्यहरू लक्ष्मण दत्त भट्ट अगाडि आइदिनु होला। त्यसैगरी नवराज घिमिरे फेरि आफ्नो परिचय दिनु होला। त्यसैगरी हरिप्रसाद घिमिरे वामदेव पौडेल चन्द्रप्रसाद मैनाली सञ्जय कुमार झा विश्वर सिंह मेवाहान लक्ष्मी पन्त त्रिपुटा वसन्ता गिरी। त्यसैगरी अब म पदाधिकारीका घोषणा वाचन गर्न गइरहेको छु। हिमाल केसी कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। अगाडि आइदिनु होला। त्यसैगरी कोषाध्यक्षमा रीता तिवारी पुनर्गठित कोषाध्यक्ष हुनुभएको छ। त्यसैगरी सदस्य सचिव घनश्याम नेउपाने। त्यसैगरी सचिवमा मन्जु बस्ने। अर्का सचिव हुनुहुन्छ एम बहादुर श्रेष्ठ होला अगाडि हुनुहुन्छ भने। त्यसैगरी वेद बहादुर थापा सचिवमा र उपमहासचिवमा मीर आछामी निर्वाचित हुनुभएको छ। अगाडि आइदिनु होला। महासचिवमा साथै लक्ष्मण श्रेष्ठ पुनः महासचिवमा निर्वाचित हुनुभएको छ। उहाँलाई दिनु होला। त्यसैगरी उपाध्यक्ष टीकाराम पाण्डे उहाँ पनि दिनु होला। त्यसैगरी हामी कार्यक्षेत्रका लागि कामका लागि विस्तारित गर्नका लागि वरिष्ठ उपाध्यक्षको पनि व्यवस्था गरेको छौँ र नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हेरम्ब राज पढेल हुनुभएको छ। उहाँलाई पनि उठिदिनु होला। त्यसैगरी अब अध्यक्ष को हुनु होला भने त अध्यक्षमा साबिककै अध्यक्ष सुदान प्रसाद गौतम निर्वाचित हुनुभएको छ। र साथै यो 29 सदस्यीय कार्यसमितिले आगामी कार्यकाल आगामी 3 वर्षसम्म यसले चाहिँ काम गर्नेछ। प्रदेश जिल्ला र स्थानीय निकायको कार्यक्षेत्र विस्तार गर्नेछ। यसले काम अगाडि बढाउनेछ। यी सबै कुराहरूका साथ आफ्नो संक्षिप्त प्रतिबद्धता व्यक्त गरिदिनु हुनका लागि नवनिर्वाचित अध्यक्ष सुदान प्रसाद गौतमलाई हार्दिक अनुरोध गर्छु। धन्यवाद। हामी धेरै व्यस्त छौँ। आज हामीले यो कार्यक्रमलाई यही विसर्जन गर्दैछौँ। आजको यस तेस्रो दिनमा पाल्नुभएका सम्पूर्ण आदरणीय हाम्रा कीबोर्ड स्पिकर्सहरू, हाम्रा पार्टनर्सहरू, हाम्रा चाहिँ स्टेक होल्डर्सहरू, हाम्रा पानका विभिन्न जिल्ला प्रदेश पालिकाबाट पाल्नुभएका आदरणीय हेड सर हेड म्यामहरू र हामीले पहिलो दिन म चाहिँ काउन्सिल मिटिङ गरेका थियौँ। त्यसमा हामीले कार्य समितिको चयनदेखि हाम्रो कार्य विभाजनदेखि लिएर सबै कामहरू गरेका छौँ। त्यो अन्तर्गत हामीले 7वटा विभागहरू गठन गरेका छौँ। त्यसमा ती विभागहरूमा चाहिँ हामीले शिक्षण प्रशिक्षण विभाग, त्यस्तै गरी आइसिटी विभाग,
लगायत 7वटा विभागहरू हामीले गठन गरेका छौँ र त्यसमा हामीले अब सामुदायिक विद्यालयको गुणस्तरलाई चाहिँ हामीले कसरी सुधार गर्न सक्छौँ, त्यो प्लेटफर्मलाई कसरी अझ मोर इफेक्टिभ बनाउन सक्छौँ भन्ने उद्देश्यका साथ हामीले केही कार्य विभाजनहरू हेरफेर पनि गरेका छौँ भने अर्को हामीले चाहिँ अर्को वर्षको समिट अब हामी चाहिँ नेसनल कन्फरेन्स टाइपको नेसनल कन्फरेन्स चाहिँ हामी अर्को वर्ष मध्य प्रदेशको जनकपुर धाममा यो अहिलेको समयलाई रिभाइज गरेका छौँ र त्यो चाहिँ हामीले बिदाको समयमा पर्ने गरी हामीले चाहिँ त्यसलाई चाहिँ घोषणा गरेका छौँ। हामीले मङ्सिरमा हामीले त्यहाँ 2 दिनको कार्यशाला गर्दैछौँ र यो पटकको यो हाम्रो समिटबाट हामीले धेरै लर्निङ गरेका छौँ। त्यसमा चाहिँ हामीले सिकाइ पनि भइरहेको छ। गत वर्षको भन्दा अहिले भन्दा अर्को वर्ष हामीले यसलाई मोर म्यानेज गर्न खोजिरहेको छौँ। तर पनि म हाम्रो आयोजक कमिटीको तर्फबाट, केन्द्रीय समितिका साथीहरूको तर्फबाट, गण्डकी प्रदेशको तर्फबाट यहाँहरू सबैप्रति क्षमा याचना गर्न चाहन्छु। हामीले समयमा कार्यक्रमलाई चाहिँ अगाडि बढाउन सकेनौँ र आगामी दिनहरूमा यी कमजोरीहरू, हाम्रा चाहिँ समस्याहरू, टाइमिङको कुरा, किनोटहरूमा कार्यक्रमहरू हाम्रा व्यवस्थित हुने पनि हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी हामीले चाहिँ पोखरा घोषणापत्र आज साँझ हामीले तयार गरेर त्यसलाई चाहिँ अब सामुदायिक विद्यालयहरू कस्ता हुने, अबका प्रधानाध्यापकहरू कस्तो हुने, अबका टिचर्सहरू कस्तो हुने भन्ने विषयमा हामीले चाहिँ 20वटा विभागमा घोषणापत्र पनि आज साँझ हामी जारी गर्दैछौँ। त्यसलाई चाहिँ हामी विभिन्न प्लेटफर्म मार्फत चाहिँ सार्वजनिक गर्दैछौँ। त्यसै गरी हामीले कार्य विभाजन अन्तर्गत यहाँ केही सर म्यामहरूलाई पनि यो समितिमा थप घट यताउता गरेका छौँ र त्यसको लागि म हाम्रो नवनिर्वाचित सबै कमिटीलाई हाम्रो 29 जनाको कार्य समिति बनेको छ। त्यो समितिमा हामीले सकेसम्म भूगोललाई, सकेसम्म सबै जिल्लाहरूलाई र सबैलाई चाहिँ समेट्ने गरी समावेशी बनाउने प्रयास गरिरहेका छौँ र आगामी दिनमा प्रिन्सिपल एसोसिएसन अफ नेपालले तेस्रो पटक गर्दाखेरिको समिट कन्फरेन्स अलिक फरक खालको व्यवस्थित बनाउनेछौँ। हाम्रो घोषित उद्देश्य भनेको प्रत्येक वर्ष प्रत्येक प्रोभिन्समा जाने र त्यहाँका हेड टिचर्सहरू, त्यहाँका टिचर्सहरूलाई केही इन्साइट दिने। मलाई आशा छ यी हाम्रा हिजोको केही सेसन्सहरूले छोटो समय भए पनि हामीले म्यानेज गर्न नसके तापनि हामीले चाहिँ यो वर्ष धेरै सेसन्सहरूको कल्पना गरेर 3 दिनको भनेका थियौँ, हामीले 3 दिन गर्न सकेनौँ र अर्को कुरा हाम्रो टिचर आन्दोलनले गर्दा हाम्रो तयारीलाई पनि केही ह्याम्पर गर्यो। त्यो सबै हिसाबले चाहिँ अबका सामुदायिक विद्यालयहरू राम्रा बनाउनको लागि, अबका हाम्रा टिचरहरूलाई इम्पावर गर्न, एजुकेट गर्न र एक्सेल गर्नको लागि चाहिँ यो प्रिन्सिपल एसोसिएसन अफ नेपालको केन्द्रीय समितिको टिम, हाम्रो प्रदेशका साथीहरू, हामी सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, एडुकेटर्सहरू यसमा हामी प्रोफेसनल वेमा चाहिँ अगाडि बढ्नेछौँ। हाम्रो मिसन, हाम्रो भिजन, हाम्रो गोल, अब्जेक्टिभलाई चाहिँ मिट गर्ने गरी विभिन्न एजेन्सीहरूसँग, विभिन्न स्टेक होल्डरहरूसँग, विभिन्न भागीदारहरूसँग हामी मिलेर अब चाहिँ ग्राउन्ड रियालिटीमा, अब चाहिँ हामी ग्राउन्डमा चाहिँ धेरै कामहरू गर्ने प्रतिबद्धता गर्दै आजको यो कार्य समितिमा हाम्रो धेरै सरहरू, म्यामहरू यहाँ जोडिनु भएको छ। हाम्रो चाहिँ हेरम्बराज कडेल सर, हाम्रो वरिष्ठ प्राध्यापकज्यू, यहाँलाई बधाई दिन चाहन्छु। त्यस्तै टीकाराम पाण्डे उपाध्यक्ष, लक्ष्मण श्रेष्ठ महासचिवज्यू, मिन अछामी जो ललितपुरको सर हुनुहुन्छ, उहाँ चाहिँ अहिले अर्को काममा जानुभएको छ, उहाँलाई पनि बधाई दिन चाहन्छु। बेगबहादुर थापा सचिव, हेमबहादुर श्रेष्ठ जनमावि, हाम्रो सुर्खेतको नमुना माविको हेड सर पनि हुनुहुन्छ, उहाँलाई पनि सचिवको रूपमा कर्णालीमा हामीले चाहिँ विशेष जिम्मेवारी दिएका छौँ, उहाँलाई पनि बधाई दिन चाहन्छु। त्यस्तै गरी मन्टु बस्नेत म्याम हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले सचिवको रूपमा अगाडि सारेका छौँ भने घनश्याम देउपाने छन्, उहाँ सदस्य सचिवको रूपमा लिएका छौँ। त्यस्तै गरी रीता तिवारी म्याम पद्मकन्या माध्यमिक विद्यालयको म्याम हुनुहुन्छ, उहाँ चाहिँ कोषाध्यक्षको रूपमा हामीले लिएका छौँ। हिमाल केसी सहकोषाध्यक्ष, बसन्ता गिरी पुठानबाट हुनुहुन्छ, उहाँ पनि सदस्यको रूपमा। लक्ष्मी पन्त म्याम हुनुहुन्छ, हाम्रो चाहिँ केन्द्रीय सदस्यको रूपमा। ईश्वर सिंह न्याउङ सर हुनुहुन्छ, हाम्रो कोशी प्रदेशको अध्यक्ष तथा पानको केन्द्रीय सदस्य हुनुहुन्छ। सञ्जय कुमार झा, जनकपुर धाममा रहेको नमुना विद्यालय, धेरै ठुलो विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ, उहाँलाई पनि बधाई शुभकामना दिन चाहन्छु। त्यस्तै गरी हाम्रो चन्द्रप्रसाद मैनाली सर हुनुहुन्छ भक्तपुरबाट, उहाँ चाहिँ कारणले बाहिर निस्कनु भएको छ, उहाँलाई पनि बधाई दिन चाहन्छु। त्यस्तै गरी वामदेव पौडेल सर, यही चाहिँ उसको हाम्रो गण्डकी प्रदेशको अध्यक्ष हुनुहुन्छ, पार्टी नागरिकको हेड सर हुनुहुन्छ, उहाँलाई पनि बधाई शुभकामना दिन चाहन्छु। त्यस्तै गरी
हाम्रो हरिप्रसाद घिमिरे सर पाल्पाबाट हुनुहुन्छ, त्यस्तै नवराज घिमिरे सुर्खेतबाट हुनुहुन्छ केन्द्रीय सदस्यको रूपमा र प्रदेश अध्यक्ष लुम्बिनी प्लस कर्णाली। त्यस्तै गरी लक्ष्मण दत्त भट्ट सर हुनुहुन्छ, उहाँ चाहिँ महेन्द्र नाविको हेडसर पनि हुनुहुन्छ, उहाँलाई पनि बधाई शुभकामना दिन चाहन्छु। त्यस्तै हाम्रो चाहिँ अहिले हामीले नयाँ सरहरूलाई जसले धेरै राम्रो गर्नुभएको छ, नमुना विद्यालय चलाउनु भएको छ, उहाँहरू पनि हुनुहुन्छ। यसमा कुबेर प्रसाद भेटवाल जो लास्ट इयरमा हाम्रो बेस्ट प्रिन्सिपल अफ द इयरमा चाहिँ उहाँले अवार्डेड पनि हुनुभएको थियो पहिलो समिटमा, उहाँलाई पनि बधाई शुभकामना दिन चाहन्छु। आजको प्यानलिस्ट पनि हुनुहुन्थ्यो। त्यस्तै विनिता कुमारी शाह जगन्नाथ नमुना मावि सर्लाहीको प्रधानाध्यापक हुनुहुन्छ। त्यस्तै महावीर दास सर हुनुहुन्छ, गोगल प्रसाद मावि जनकपुर धामको एउटा नमुना विद्यालय नेपालकै चलेको विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ, उहाँलाई पनि बधाई शुभकामना दिन चाहन्छु। र यो प्लेटफर्ममा प्रवीण प्रकाश श्रेष्ठ सर हुनुहुन्छ, हाम्रो गोदावरी नगरपालिका ललितपुरबाट, उहाँलाई पनि बधाई दिन चाहन्छु। पिता काफ्ले नामको नन्दी माविको चाहिँ प्रधानाध्यापक हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै बधाई शुभकामना दिन चाहन्छु। शारदा पौडेल म्याम दरबार स्कुलको हेड टिचर हुनुहुन्छ, उहाँलाई पनि बधाई दिन चाहन्छु। गण्डकी प्रदेशबाट दुर्गाबहादुर राम सर हुनुहुन्छ, उहाँलाई पनि बधाई शुभकामना दिन चाहन्छु। त्यस्तै गरी मधुसूदन पोखरेल सर हुनुहुन्छ, लुम्बिनी प्रदेशको रोल्पाबाट, जसले अहिले यो वर्ष चाहिँ बेस्ट स्कुल अवार्ड पनि पाउनु भएको छ, उहाँलाई पनि बधाई शुभकामना दिन चाहन्छु। र अन्तमा हाम्रो डाक्टर टङ्क दाहाल सर हुनुहुन्छ, मन्थली माविको प्रधानाध्यापक, उहाँलाई पनि यो केन्द्रीय समिति पूर्ण सफलताको शुभकामना सहित यो प्रधानाध्यापक सङ्घले जसरी हामीले सोचेका छौँ अझ एडभान्स हुँदै नेपालको कम्युनिटी स्कुललाई चाहिँ हामीले अगाडि बढाउने र विभिन्न खालका कार्यक्रमहरू गर्ने, प्रोफेसनल कार्यक्रमहरू गर्न हामी प्रतिबद्ध हुनेछौँ भन्ने कुराको प्रतिबद्धता व्यक्त गर्दै हाम्रो यो 2 दिनको कार्यक्रममा जे जति स्टे गर्नुभयो यहाँहरूप्रति क्षमा प्रार्थी छौँ र अब हामी विभिन्न कार्यक्रमहरू मार्फत यहाँहरूसम्म उपस्थित हुनेछौँ भन्ने कुराको प्रतिबद्धता गर्दै यो कार्यक्रम यही समापन भएको जानकारी दिँदछु। र हाम्रो यो चाहिँ कानुनी सल्लाहकारज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ हामीलाई कानुनी रूपमा अरू हिसाबले चाहिँ सरसल्लाह दिनुहुनेछ भन्ने कुराको चाहिँ आशा व्यक्त गर्दै म यहाँलाई धन्यवाद दिन्छु। नमस्कार।